माया ओ माया माया तोबा 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 थारा मूड खराब कर दिया। वेलकम ब्याक, स्वागत छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। म हुँ तपाईहरुको आफ्नै युट्युबर। म अमेरिका हुँदा बराक ओबामाले मेरो 80 लाख जति पैसा खाइदिएको आज मेरो कुरा गर्छु एकजना यस्तो मान्छेको बारेमा जसले फेसबुकमा स्ट्याटस लेखी लेखी सबको दिमाग खराब बनाएको थिए। र त्यति मात्रै हैन, उनले सबभन्दा धेरै फेसबुकमा स्ट्याटस लेखेर एउटा नयाँ कीर्तिमान पनि राखेका थिए। र उहाँले आफूलाई भन्दा राम्रो, आफूलाई भन्दा ठुलो र आफूलाई भन्दा म्याच्योर अरु कुनै पनि नेताहरूलाई मान्नु हुँदैन। हो, उहाँलाई यदि तपाईहरुले हातमा सुनको गाग्री दिनुभयो भने पनि त्यसलाई पगालेर त्यसको बेल्चा बनाएर जामिन भाइ बेल्चा हान्न भन्नुहुन्छ। त्यति मात्रै होइन, जुन काम डोजर लिएर आएर गर्न सकिन्छ त्यो पनि आधी घण्टामा, त्यो कामलाई 3 दिन लगाएर दाजुहरूले श्रमदान गरेर गर्नुहुन्छ। हो, र दाजुलाई जातको नाममा राजनीति गर्न एकदमै मजा लाग्छ र अरु नेताहरूलाई गाली गर्न पनि उहाँलाई एकदमै मजा लाग्छ। र उहाँको नाम हो हर्क साम्पाङ्ग। अब तपाईहरुले मान्नु या नमान्नु, हर्क दाइको सबभन्दा दामी कुरा भनेको भोट माग्ने स्टाइल हो जनताहरुसँग। हामीले श्रमदान तपाईँ गर्नु भएको छ एक दिन है। कस्तो मैले गरेको छु, किन मेरो बाबुको कमजोरी बनाएको छु मैले। सरी सर, मेरो भोइस अफ टोन नि त्यस्तो हुँदैन। त्यो गलत हो, तपाईको टोनै गलत छ। मेरो टोन आई एडमिट माइ टोन इज रङ, बट दाजु मुला भोट माग्न गएका हो कि मान्छेहरूलाई पिट्न गएका हो? आर्गुमेन्ट त यसरी गरिरहेको छन् कि तिम्रो जनताहरु नै गलत हो, तिमीरै चुतिया हो र मलाई चुतियाहरुसँग बोल्नु छैन खाले एटिट्युड छ दाजुको। भावना यदि जनताको माझमा गएर पनि, जनताको बीचमा गएर पनि उनीहरुको कुरा सुन्न सक्नुहुन्न भने भोट चाहिँ केको लागि माग्दै हिँड्नु भयो तपाई? भावना छवि यस्तो राख्नु भएको छ कि जनताको माझमा मलाई भोट दिएछ भने तँलाई आएर पिर्दिन्छु मुली भने जस्तो। दाजु तिनीहरु मुला धरानका सोझा मान्छेहरु हुन् के? भोट माग्दाखेरि अलि विनम्रसँग माग्नु न, का वैसिएलको मान्छे बनेर हप्ता उठाए जस्तो व्यवहार देखाएको। श्रम संस्कृति पार्टीमा भयभरको भोट नेपालीले ओइराएन भने, नेपालीले तपाईको चाहिँ श्रम संस्कृति पार्टीलाई भोट दिएन भने भोलि जे पनि हुन सक्छ। भोलि जे पनि हुन सक्छ। ओहो नि दाजु, के हुन्छ दाजु? धेरै भएमा तपाई हार्नुहुन्छ इलेक्सन, अनि घर आउनुहुन्छ, मोबाइल निकाल्नुहुन्छ, अनि स्ट्याटस लेख्नुहुन्छ, सबै नेताहरूलाई गाली गर्नुहुन्छ, अनि फेयर इलेक्सन भएको छैन भनेर रन्डीरोना गर्नुहुन्छ। अरु के गर्न सक्नुहुन्छ र तपाईले? जुन कुराहरु झन् इन्टरभ्यूमा गएर बोल्नै हुँदैन, झन् जहाँनिर तपाईले आफ्नो झन् कोमल हृदय देखाउन पर्ने ठाउँ हो, तपाई त्यही गएर हगै सुरु गर्नुहुन्छ क्या। अनि तपाईलाई एउटा मिसअन्डरस्ट्यान्डिङ छ क्या दाजु। तपाईलाई लाग्छ कि तपाईले धरानको मेयर आफ्नो दममा जित्नु भएको हो, स्वतन्त्र उम्मेदवार भएर जित्नु भएको भन्नुहुन्छ। हो, केही प्रतिशत तपाई ठिक पनि हो, तर यदि तपाईको चुनाव चिन्ह लौरो नभएको भए नि तपाईले घण्टा पनि जित्न सक्नुहुन्थेन। सो इन्डाइरेक्टली तपाईलाई धरानको मेयर बनाउन, तपाईलाई जिताउनमा हात बालेन्द्रकै थियो। र आज त्यसैलाई नै तपाईले सोशल मिडियामा बसेर नाना थरी कुरा भन्नुहुन्छ। त्यसले तपाईको बारेमा एउटा के नराम्रो भनेको छ, कतै गएर भनेको छैन नि। हो, मान्छेले त्यतिको हम्बल हुन पर्छ के दाइ राजनीतिमा आएपछि। अनेस्टली भन्ने हो भने जेनजीहरुको नजरमा न त तपाई राम्रो मेयर हो, न त तपाई राम्रो सिंगर हो, न त तपाई राम्रो उम्मेदवारै हो प्रधानमन्त्रीको लागि। हो मान्छु तपाईले धरानको लागि धेरै धेरै राम्रो काम गर्नु भएको छ र म त्यसलाई एप्रिसिएट पनि गर्छु। तर तपाई अहिले त्यस्तो लेभलमा हुनुहुन्छ जहाँ तपाईको पुण्य भन्दा पाप धेरै भइसकेको छ के। चुनाव पछाडि त मै हो प्रधानमन्त्री। तपाईको प्रधानमन्त्री को हो त प्रधानमन्त्री? बालेन शाह हे त्यस्ता मुला हो प्रधानमन्त्री। यसलाई भन्छ टप लेभलको ओभर कन्फिडेन्स। केटाकेटीहरु कन्फिडेन्स त यस्तरी देखाउनु भएको छ कि मेरो दाजुले के भोलि नै प्रधानमन्त्री बनिदिन्छन् के हाम्रो देशको। अनि हामी सबैलाई लिएर गएर ढुङ्गा बोकाउँछन् दाजुले। दाजु एउटा ठाउँबाट मात्रै जितेर प्रधानमन्त्री भएको भए त मै पनि लड्दिन्थे त मेरो सिटीबाट। पानी पनि पादे यस्तो कुरा गर्छन् दाजुले। भन्छन् नि ठुला बडाहरूले, यदि मान्छेको अनुहार राम्रो छैन भने कुरा त राम्रो गर्नु नि। यस्तो ओभर कन्फिडेन्स त दाजु हैन देशको प्राइम मिनिस्टर भइन्छ कि नै त्यो त मलाई थाहा छैन, तर नेपालीहरुको लागि मजाकको पात्र चाहिँ भइन्छ। अबे भोसडीकेहरु आर्गुमेन्ट गरिरहेको छौ कि बुझी लड्न लागा हो तिमीहरु? यस्तो लागिरहेको छ कि भेडाको बथानहरुको डिस्कस चलिरहेको छ।
हामी एउटा कार्यक्रम थियौँ होइन यो मान्छेले आफूलाई पढे लेखेको भन्छ तर बेहोरा हेर्दाखेरि मुनि यस्तो अशिक्षित मान्छेको जस्तो किन छ के दाजु तपाईँको जहाँ पनि गएर झगडा गर्दैछन् जहाँ पनि गएर आर्गुमेन्ट गर्दैछन् जसलाई पनि थर्काइदिएछन् जसलाई पनि मै ठुलो हो भनेछन् घमण्डी देखाउने पनि एउटा लिमिट हुन्छ नि यार दाजु मलाई अलिकति मिठो बोली पनि बोल्ने बानी गर क्या बल्ल जनताको मन जित्न सकिन्छ बल्ल भोट आउँछ तिमीलाई थुतुरो त यसरी चलाउँछन् कि रणमती स्वयं बिकी रोस्टर हो दाजु त बरु यो सबै नेतागिरी छोड दाजु आऊ मसँग बस दुईजना मिलेर मैले मान्छेको रोस्ट हानौँला मेरो च्यानलमा बसेर आएको पैसा बरु आधी आधी बाडौँला यता बल्ल अलिअलि पैसा भएपछि तपाईँले क्युआर राखेर आफ्नो पार्टीको लागि पैसा माग्न छोड्नुहुन्छ कि बल्ल फेसबुकमा दमाएर छेत्री बाहुनले मलाई भोट नहाल्नु भनेको भिडियो मैले देखाउनु भयो भने अहिले यो यहाँ छोडिराख्छु घर जान्छ कामी दमाई छेत्री बाहुन भोट नहाल्ने भनेको होइन यो मान्छेले पार्टीमा चाहिँ हुनु छिराउनु कामी दमाई मधेसी देखाउनु न अनिखेर त्यस्तो नहुने अफवाह गर्नु हुँदैन बहिनी ल एक्ज्याक्ट सेम त्यो त भनेका होइनौ दाजु तर तिमीले चाहिँ कामी दमाई मधेसी बाहुन छेत्री कोइला पनि पार्टीमा नल्याउने भनेर चाहिँ भनेका हौ त्यसको भिडियो मै देखाइदिन्छु अरू नसललाई नल्याउनुहोस् है छेत्री बाहुनलाई मात्रै होइन कामी दमाईलाई पनि नल्याउनुहोस् होइन कामी दमाई सार्की अब मधेसी मुस्लिमहरू सबै तपाईँले भुलाइराख्नु भएको छ बोल्ने बेला के बोल्यो याद हुँदैन मेरो सोल्टीलाई तर ज्ञान भने गाउँ गाउँ चोद्दै हिँडिरहन् यत्रो सानो देश छ हाम्रो 3 करोड भन्दा बढी आबादी छैन यो देशको त्यही पनि यो देशलाई पछि जातको नाममा टुक्राउन खोज्छौ बुढा आफ्नो देशलाई कसरी राम्रो बनाउने कसरी फलाउने कसरी फुलाउने त्यो बारेमा चाहिँ मैले भिजन देखाउनु छैन आफ्नो अडियन्सहरूलाई आफ्नो मतदाताहरूलाई अझ जात भातको नाममा राजनीति गर्न खोज्छौ क्या अहिलेको जमानामा आएर पनि कोही मुजी जात भातको कुरा गर्छ भने नि या त त्यो मुजी अशिक्षित हो गवार हो या त त्यो पागल हो मेरो लागि खै म आफै बाहुनको छोरो मेरै आफ्नै साथीहरू छन् राई लिम्बू मगर सबै छन् त मेरो साथीहरू सबैसँग हिँड्छु दुःख पर्दा जान्छु मेरो घर आउँछन् हामीलाई केही घण्टा फरक पर्दैन त न उनीहरूको बाबुआमालाई फरक पर्छ त हामी मिलेर हिँडेको देख्दाखेरि पहिला नेपाली बन्नु पर्यो नि पहिला मान्छे बन्नु पर्यो नि तपाईँको जस्तो 2 कौडीको सोच भएर मुजी देश बन्छ बडो इन्डिया चाइना युएसए को इक्जाम्पल दिएर बोल्नुहुन्छ त तपाईँ भाषण गर्ने ठाउँमा हेर्नु आज तिनीहरूको टेक्नोलोजी कहाँ पुगिसक्यो तिनीहरू कहाँ पुगिसके तिनीहरू र तपाईँलाई हेर्नु तपाईँको सोच अझै जातमा छ र तपाईँको पार्टीको मान्छेहरूले तपाईँको उम्मेदवारहरूले दिएको स्टेटमेन्टहरू पढ्नु कोही मुजी गाई काटेर खान्छु भन्छ कोही मुजी गाईको मासु काटेर बेचम भन्छ कोही मुजी पृथ्वीनारायण शाहको फोटोमा लात्ता लात्ताले हानेर बसिरहेको छ जस्तै ब्रिटिसरहरूसँग लडेर आफ्नो देशलाई सिङ्गो देशलाई बचाएर राख्यो जसले हामीलाई सिङ्गो देश बनाएर दियो त्यही मान्छेको फोटोमा लात्ताले हान्ने अनि तिमीहरूले चाहिँ देश बनाएर बन्छ नि यो जो मुजी आफ्नो धर्मको हुन सकेन आज अरूको धर्म मनाएर बसिरहेको छ मानेर बसिरहेको छ त्यो मान्छेले मुली एकताको कुरा गरेको सुहाउँदैन त्यो मान्छेले धर्मको कुरा गरेको सुहाउँदैन त्यो मान्छेले संस्कृतिको कुरा गरेको सुहाउँदैन भोलि मरेर गएपछि नि आफ्नो एन्सिस्टरहरू हुन्छन् नि आफ्नो पितृहरूलाई के मुख देखाउँछौ भन्छु के म त्यो बालेन्द्र रवि लामिछाने कुलमान घिसिङको मात्रै कुरा कति गरेको त्यो 3 जनाको किन कुरा गरेको तपाईँ खुद त्यो बालेन्द्र जतिको हो क्या हैन अब तपाईँलाई क्वेसन सोध्ने पत्रकार बालेन जतिको हो कि नै त्यो त मलाई थाहा छैन दाजु तर तपाईँको चाक डेन्जर पोल्दो रहेछ यी 3 जनाको नाम लिग्यो भने मैले भने भोलि गएर दाजुले 5वटा सिट जितेछन् भने पनि रामेर मैले युट्युबमा दाजुलाई रोस्ट हान्न छोडिदिन्छु ल अहंकार घमण्ड रिस लोभ यी कुराहरूले नि दाजु आफैलाई खतम गर्ने हो क्या हामी त भोगेर बसिसक्या हो यस्तो पाराले दाजुले देश विकास गर्छन् कि नै मलाई थाहा छैन तर आफ्नो सत्यानाश चाहिँ स्योर गर्छौ दाजु यार मलाई पुग्यो केटाकेटीहरू अब यो भन्दा धेरै म गर्दिनँ मलाई थाहा यो दाजुको मुली यति धेरै नराम्रो बानी छ कि यिनको बानी मात्रै हेर्न पर्छ 15-20 वटा भिडियो बन्छ यिनको त अब त्यही हो लास्टमा रिक्वेस्ट गर्ने भनेको धरानका दाजुभाइहरूलाई हो दिदी बहिनीहरूलाई हो उहाँलाई राम्रोसँग सम्झाउनुहोस् अलि नम्र भएर बस्नुहोस् नम्र भएर काम गर्नुहोस् नम्र भएर अरूसँग भोट माग्नुहोस् भनेर सिकाउनुहोस् तपाईहरूले नै अब राम्रो काम त गरेकै हुन्नी अब दिमाग ठिक ठाउँमा नभएपछि त अब सम्झाउने जिम्मा पनि धरानकै वासीहरूको भयो नि हैन त्यति त गर्नु पर्यो तपाईहरूले पनि र यी सत्ताको लालचीहरूलाई चाहिँ धेरै कुरामा नेपाली जनताहरू लडाउन खोज्छन् कोही जातमा कोही धर्ममा कोही केमा हेर्नु दुनिया कुरामा लडाउन खोज्छन् तर हाम्रो काम भनेको मिलेर बस्ने हो आफ्नो देशलाई राम्रो बनाउने हो आफ्नो देशको भलो चाहने हो सो आफ्नो भोट राम्रो मान्छेहरूलाई दिनु होला जसले गर्न सक्छ तिनीहरूलाई दिनु होला कतै मेरो जातको हो मेरो धर्मको हो भनेर त्यसरी सपोर्ट गर्दै नहिँड्नु होला र जति पनि अनि कमेन्ट सेक्सनमा चाक पोलेकाहरू हुनुहुन्छ तपाईहरू हैन मलाई सम्झाउनको साथ पनि कमेन्ट सेक्सनमा गएर हर्क दाइलाई सम्झाउनु र अब यति भन्दै आजको लागि चाहिँ भिडियो यही समाप्त गर्छु अब जसलाई यो भिडियो मन पर्यो कृपया लाइक हान्नु होला च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला म छिटै राम्रो नयाँ कुल भिडियोको साथमा फेरि आउने छु त्यति जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस् जय नेपाल चिग्ने राणीको छोरा